हेलो साथीहरू, जयमसी, नमस्ते सबैजनालाई। फेरि पनि हामी अर्को मुकबाङ लिएर आएका छौँ साथीहरू। हाम्रो तेस्रो आज ढेँडोको मुकबाङ हामीसँग छ। मेरो छोरीको साथमा फेरि आज पनि छोरो मानेन, छोरालाई फगाउँदै मानेन मेरो छोरी, मेरो साथ दिने। आज हामीसँग छ ढेँडो, गहुँ र कोदोको मिक्स ढेँडो, अनि फर्सीको मुन्टा, त्यहाँबाट मासु, कुखुराको मासु छ यहाँ 2 थरी। यो चाहिँ उतापट्टि आमाले पनि दिनुभएको हो कि, हामीसँगै बस्ने आमाले। सलाद छैन आज, ढुङ्गो अचारहरू छ साथी। यहाँ तामाको अचार, आँपको अचार, अनि मैले प्याजको बनाएको अचार हो कि यो चाहिँ। अनि यहाँ छ घिरन्दा र आलु, यो मेरो मम्मीले पठाइदिएको तरकारी हामीसँग छ। अनि कागती, खुर्सानी, डल्ले खुर्सानी, प्याज पिउनको लागि पानी। ल अब हामी सुरु गरे है त साथीहरू। ल खाऊँ न त, कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला साथीहरू, कमेन्ट गर्नु होला। प्याज हालेर डल्लो प्याज हालेर बनाएको कि कस्तो हुँदो रहेछ, कस्तो भयो खायो? चियर चाहिँ नगरी खाइसक्यो क्या, खाएँ है। आँपको अचार साथीहरू पकाएको, तामा मिठो भयो। डल्ले खुर्सानी मोलेर खानु पर्यो, टोक्न त डर लाग्छ। कस्तो राखाको भात नहीं। Salut.
आज त नबोलिकन खाने मेरो छोरीलाई पनि ढेँडो चाहिँ मन पराउँछन् क्या तर मासुसित मात्रै अरूसित मनै पराउँदैन मलाई नि मिठो लाग्दैन अरूसित साग आजको चाहिँ सबै भ्यायो सबै भ्याइयो क्या आजको चाहिँ आज चाहिँ मेरो छोरीले ढेँडो सर्वक्कै भ्यायो ढेँडो मिठो लाग्छ है के गर्नु अब यो नि बनाइदिनु भ्या हाम्रो के आहा यहाँ भात खाने बेलामा पिरो भयो भने सिकेर आउँछ है साथीहरू मलाई त्यो जोला नै आउँछ नि ल साथीहरू आज त हामीले ढेँडो सर्लक्कै पार्यौँ मेरो छोरीले धरि छोरा छोरी दुइटैले मन पराउँछन् के ढेँडो त मजाले ल साथीहरू आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला फेरि पनि अर्को नयाँ भिडियो लिएर आउनेछु साथी अर्को मुकबाङ लिएर आउँदैछु साथीहरू को होला भनेर कमेन्ट गर्नु होला है मेरो छोरी आउँदिनै होला सायद अर्को मुकबाङमा है को आउँछ कमेन्ट गर्नु होला बाई बाई